सर्वे भितु सर्वा भितु जीवन भितु मृत्यु भितु दाता तू विधाता तू देता तू लेता तू सत्य तू असत्य हम भगवान तू मनुष्य हम शिव तू सुंदर। आज चाहिँ हामी डुप्चेश्वर महादेव दर्शन गर्न आएको छौँ। दाई अनि दाईको साथीहरू सबै मिलेर यहाँ चाहिँ यस्तो गुफाबाट निस्किने जस्तो बाटो छ। यहाँ चाहिँ डुप्चेश्वर महादेव भन्छ यसलाई चाहिँ। यहाँबाट यस्तो भ्यूहरू पनि यस्तो मजाले यस्तो देखिन्छ है। यस्तो छ। यो चाहिँ डुप्चेश्वर महादेव चाहिँ यो नुवाकोटमा पर्छ। हामी चाहिँ आज काठमाडौँबाट 81 केही पनि प्लान थिएन। म चाहिँ हिजो साथीकोमा गएको थिएँ बस्न। अनि बिहान आएँ। बिहान आइसकेपछि 10 बजे 81 जाने दाइले चाहिँ डुप्चेश्वर महादेव दर्शन गर्न जाऊँ भनेर भन्नुभयो। अनि 81 आएको हामी त्यो कति भन्दा 6 जना चाहिँ 3टा गाडीमा आइयो। अनि यहाँबाट माथि चाहिँ दर्शन गर्ने अब के छ अब मलाई नि थाहा छैन। म नि फर्स्ट टाइम आएको यहाँ। के छ दाइ? डुप्चेश्वर महादेव आस्थाको धरोहर। हजुर हैन हजुर हामी यो दोस्रो पटक हो डुप्चेश्वर महादेवको। हजुर नुवाकोट जिल्लामा बसेर नि दोस्रो पटक नुवाकोटको डुप्चेश्वरमा हामी हजुर मान्छे भएका छौँ। ए पहिला पनि आइसक्नु भएको यहाँ? हामी ट्याक्कै आज होला ट्याक्कै 1 वर्ष अगाडि आएको अहिलेसित 2 चोटि भयो? दोस्रो पटक हो। दोस्रो पटक? खै दाइ कहाँ जानु हो? उहाँ त्यहाँ दाइ आउँदै हुनुहुन्छ। छेउछाउमा देख्नु भन्नु खोला पनि एकदम ठुलो रहेछ क्या यहाँ त। दाइ आउँदै हुनुहुन्छ उहाँ। हाम्रो दाइ नयाँ दुला नयाँ दुला दाइ। उहाँ पनि आफ्नो मोनिटाइज भएको एकाउन्टलाई कन्टेन्ट खिच्दै हिँड्नु भएको छ। हेलो गाइस, हाम्रो नि मोनिटाइज भएको छ ल। यहाँ चाहिँ यो भ्लग राख्नुपर्छ क्या दाइ। उ गर न पोर्ट्रेटमा गर न पोर्ट्रेटमा गर न एडिट गर्नु। युट्युबमा राख्ने हो नि त। ए यहाँ चाहिँ भगवान् भगवान् यहाँ चाहिँ यस्तो यो मूर्तिहरू छन्। अनि यो सिडी कहाँसम्म कति लामो छ त? यो मन्दिर माथि उसमा डाँडामै हो? ढुङ्गाको चट्टानको बिचमा हजुर शिवजीको हुन्छ शिवलिङ्ग। ढुङ्गाको चट्टानको बिचमा। ए यहाँ चाहिँ के किम्बदन्ती छ नि? के मागेको पुरा हुन्छ भन्ने छ नि? मागेको सबै कुरा हुन्छ रे। मागेको सबै पुरा हुन्छ? आफ्नो विश हजुर माग्ने हजुर। सबै कुरा हुन्छ मागेको कुरा। ए यहाँ चाहिँ सबै मागेको पुरा हुन्छ अरे भन्नुहुन्छ दाइले। यो श्रावणको बेला हजुर यहाँ दर्शनार्थीको चाहिँ भिड हुन्छ। हजुर धेरै काठमाडौँबाट नजिक भएर होला हजुर है। त्यति बेला चाहिँ त्यो मान्छेहरूको साथ अत्याधिक हुने हजुर हजुर। मान्छे आस्था शिवजीको व्रत शिवजीको व्रत त शिव त भनेपछि साउन महिनामा त एकदम धेरै भिड हुन्छ त। यही हो अन्तिम फर्किने बाटो? ए यहाँबाट माथि ल हामी आएको मान्छे सोध्नु नि त पुग्दैछौँ त भएन। के छ दाइ? अब यहाँबाट माथि चाहिँ खिच्न पाइँदैन अरे। ल यहाँबाट यता चाहिँ दर्शन गर्न मिल्ने छैन। अब यता चाहिँ दर्शन गर्न मिल्ने छैन, होइन फोटो भिडियो खिच्न मिल्दो रहन्छ। अनि यता चाहिँ मिल्छ। अब हामी यहाँबाट चाहिँ फर्किँदैछौँ। यहाँबाट अब दर्शन गरिसकेपछि निस्किनु पर्छ। यो चाहिँ झर्ने बाटो हाम्रो।
फर्किने झर्ने एउटै के सबैको बनाउनु झरम हजुर त्यसबाट बन्छ यसबाट तेर्छु खिचेको मैले त्यसबाट पनि बनाएन के गर्ने त अब बनाउनै पर्यो पर झरेको खिच्ने हो ललितैलाई पर्खिन भन्नु न फोटो खिच्ने कि भिडियो फोटो कि भिडियो ल यहाँ चाहिँ अब हामीले फोटो खिच्दैछौँ एकदम राम्रो फोटो आइरहेको त हजुर ढुक्क हुनु न यत्तिको फोटो कसैले खिचे त्यो चस्मा पनि लाउने हो यत्तिको फोटो चाहिँ कसैले नि खिचेको छैन बास यहाँबाट चाहिँ कस्तो तल जाने मन्दिर कि सिँढी चल 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 मग्ने भन्थ्यो नि झर पस्नु है मैले यहाँ तल गएर तपाईँलाई बोलाउँछु हो यता हिलै अलिअलि पाइन्ट पछाडि भिजे जस्तो छ अनि होइन यसैबाट खिचिदिन्छ आउनु न पाइन्ट तल झार्नु त रोपाइ गर्ने लागे जस्तो हुन ल आउनु दाइ आउँदै हुनुहुन्छ उहाँ ढोक्नु भयो अब उहाँबाट मन्दिर कि सिँढी चल 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 मग्नु भन्दै मोटाउनु है तपाईँ त तल झर्नु त यता पछाडि नि खिचिदिन्छु क्लिप जोड्न लाग्यो मेरो पछाडि पुरै त्यस्तै भयो ल एकचोटि यता मतिर हेर्नु त तल झरेर जानु अब तपाईँ फेरि यता हेर्नु भन्दाखेरि हेरी गर्नुहुन्छ क्या यार सोलोमा गर्नु होला हुन्छ यहाँबाट चाहिँ यस्तो छ है पुरै गुफाको बाटो जस्तो छ अनि यहाँबाट झर्ने देख्न सक्नुहुन्छ कस्तो छ बाटो भन्ने पानी आयो भने त यहाँ लास्टै ठुलो हुन्छ यार बल आउँछ क्या चिफ्लो भइहाल्छ नि चिफ्लो त मलाई निकाल्न थाल्न पर्ने हो होइन अनि निकाल्नु त अझै रिदिमाला पनि लैदिउँला कुचखेना क्या गाँठो अर्को हेर्नु त बिस्तारै त मान्छेले चढाउनु राखेको हुन् क्या यहाँ भगवान्को मासी प्रसाद सबै चिज बेसरी त गाँठो रहेछ किन जरै जरावरी पुरै बाँधेको छ निस्केन तिनवटा भए त भयो त नि त धेरै चाहिँ हुन्थ्यो निस्किन्छ त पार्ने चाहिँ भयो होइन अरूले बाँधेको हामीलाई पो चाहियो हामीलाई चाहियो भाउ यति बेला जाऊँ भाउ भाउ हिँड्नु र निस्किन्न होला खसो पैसा त्यहीँ राखिदिनु भेटी खसो त्यहाँबाट जानु न निस्केन बेसरी गाँठो परेको के हात भयो क्या हात प्याक्छन् कतिवटा निकाल्न र भाउ जाऊँ चारवटा भयो भाउ तपाईँलाई र मलाई एउटा रिदिमालाई र भाउजूलाई यी 5वटा भयो 6वटा भयो 7वटा भयो यार माग्यो कसले हाम्रा दोस्तहरूले सरहरूले नदिने भाउ भाउजूको फोन आयो यहाँबाट झर्न लाग्छौँ अनि चिप्लो छ क्या बाटो एकदम चिप्लो छ दाइ हिँडिराख्नु भएको अनि यो चिप्लो छ बिस्तारै हिँड्नुपर्छ अरू सर हामी चाहिँ त्यहाँ माला निकाल्न लागेको भएर चाहिँ यस्तो टाइम लाग्यो भनौँ न अब यहाँबाट चाहिँ सरासर जाँदैछौँ यो चाहिँ 81 इन्स्टन्ट बनेको
प्लान हो क्या हाम्रो। अनि यहाँ चाहिँ बत्तीहरू बाल्ने अनि यताउति तर जहाँ कतिवटा फुल टिप्न लिएर हिँड्न है। दुप्तेश्वर महादेव मन्दिर तलको खोलाको झोलङ्गे पुल। अनि यो चाहिँ यसो छ, भिडियो फोटो खिच्दै हुनुहुन्छ दाइले चाहिँ। अब यो खोला भयो, माथि डाँडाहरू यस्तो यताउति छन्। यो चाहिँ हाम्रो दुप्तेश्वर महादेव मन्दिर। भर्खर अघि गएर आएको हजुरहरूलाई म भिडियोमा देखाइरहन्छु। अनि तपाईँले त कन्टेन्ट खिच्नु छ त आज त। परिगो झोलङ्गे पुलमा सरर कहाँबाट फोटो हो र? यो भिडियो रोकेँ।